हेलो गाइज गुड मर्निङ नमस्ते सबै सन्चै हुनुहुन्छ। सो गाइज आजको ब्लग चाहिँ मैले यता पावरको स्कुलको नजिकैबाट स्टार्ट गरेको छु। अनि यता आज छोरी पनि रिसाएर बोकेन भनेर रिसाएकी छिन् गाइज। अब के गर्ने, आजको ब्लग एकदमै राम्रो तरिकाको हुनेछ। ब्लग के कस्तो रहनेछ हजुरले स्वयंले थाहा पाउनुहुनेछ। म चाहिँ अब छोरीलाई लगेर चाहिँ जाँदैछु। टक्क हजुरले चाहिँ देख्न सक्नुहुन्छ छोरी त बिहान भएको छ। ओके स्कुल चाहिँ टक्क यता नजिकै रहेको छ, हजुरले सेम देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ बाबुहरूको स्कुल रहेको छ है। अनि छोरीलाई चाहिँ मैले अहिले बोकेँ फाइनली। अलिकति मात्र हिँडाएको थिएँ गाइज, छोरी त्यही पनि रिसाएर ओ माई गड लास्टै रिसायो क्या मसँग होइन बाबा। हेर्नुहोस् यसरी रिसाएको छ, के गर्ने। यहाँ बाबुको स्कुल चाहिँ यता छ, म चाहिँ यता बाबुलाई लगेर टक्क अहिले चाहिँ जाँदैछु गाइज। ओके टक्क अनि यता चाहिँ यो तारबेडी लगाएको छ। पहिला चाहिँ यो तारबेडी चाहिँ थिएन, अहिले चाहिँ तारबेडी लगाएको छ गाइज। ओके गाइज भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। साथै मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिच्न चाहिँ नबिर्सिनु होला। ओके थ्याङ्क यू। ल भिडियोलाई चाहिँ कन्टिन्यू गर्नु होला। गाइस यो चाहिँ मेरो बच्चा बाबु नानीको चाहिँ स्कुल रहेको छ। अनि यो स्कुलको गेट अनि यतापट्टि पनि गेट रहेको छ। अनि यतापट्टि टक्क साइडहरूमा चाहिँ पुरै बााउन्ड्री लागेको छ गाइस। अनि टक्क यतापट्टि चाहिँ यो मेन रोड रहेको छ यता भित्रको गाउँतिरको। अनि यतापट्टि चाहिँ भरतपुर गाउँ रहेको छ। स्वयं हजुरले देख्न सक्नुहुन्छ। सकेका छन् अब जाँदैछन्, बाई। अनि यतापट्टि चाहिँ यो लाइन लागेको छ बच्चाहरूको स्कुल। ओके गाइस म चाहिँ जाँदैछु। यता चाहिँ हजुरले स्वयं देख्न सक्नुहुन्छ। छोरीको क्लास चाहिँ यता रहेको छ है, यसलाई हेर्नुहोस्। बाबु यता आउनुहोस् न, यता छोरी चाहिँ यता हो। म चाहिँ अब यहाँबाट चाहिँ बाबुलाई चाहिँ स्कुल छोडिसकेको छु। अब म यहाँबाट चाहिँ गाइस रिटर्न जाँदैछु। अनि राष्ट्रिय गाना पनि बजिसकेको छ गाइज। ओके राष्ट्रिय गाना पनि बजिसकेको छ। ओके गाइस राष्ट्रिय गाना बजिसकेको छ, सकिसक्यो। अब म चाहिँ जान्छु गाइस। ओके यतापट्टि चाहिँ यो रहेको छ है। अनि यता साइडमा चाहिँ हाम्रो हनुमान मन्दिर चाहिँ रहेको छ। यता साइडमा चाहिँ अब म चाहिँ यता जङ्गलबाट आएको थिएँ, अब जङ्गलबाट नै जान्छु गाइस। ल भन्नु होला फाइनली म चाहिँ बाबु नानीहरूलाई चाहिँ स्कुल पुगाएर अब घर नजिकै पुग्दैछु। र आज चाहिँ म धेरै वर्ष भनौँ या महिना भनौँ मैले चाहिँ यो क्याप लगाएको छु। कस्तो लागेको छ कमेन्ट गर्नु होला। र हाम्रो यता यो जङ्गल पनि देख्न सक्नुहुन्छ, जङ्गल चाहिँ एकदमै राम्रो जङ्गल रहेको छ। अनि यतापट्टि पनि हजुरले चाहिँ देख्न सक्नुहुन्छ है, जङ्गल चाहिँ एकदमै राम्रो रहेको छ। म चाहिँ अहिले हिँडेर चाहिँ जाँदैछु। एउटा बच्चा चाहिँ स्कुल जाँदैछ अहिले भर्खरै, लगभग स्कुल लागिसकेको छ। म चाहिँ अब अहिले जाँदैछु गाइस घरतिर। अब केही बेरमा चाहिँ घरमा पुग्नेछु।
यता जङ्गल चाहिँ देख्न सक्नुहुन्छ है ओके गाइस फाइनली भन्नु होला मेरो लुक चाहिँ कस्तो लागेको छ भनेर कस्तो रहेको छ भनेर कमेन्ट गर्न चाहिँ नबिर्सनु भएको आज के कार्यक्रम अनि केही कुराहरू रहेको छ अनि यतापट्टि स्कुल चाहिँ देख्न सक्नुहुन्छ हजुरले चाहिँ यता सानो सानो बालबालिकाहरूको लागि चाहिँ स्कुल रहेको छ अनि आज चाहिँ यो गाउँमा चाहिँ एकदमै मुख्य कारणको कुराहरू पनि रहेको छ गाइस ल हेर्नुहोस् आज चाहिँ गाउँमा मिटिङ रहेको छ ओके गाइस फाइनली आज हाम्रो अतरियामा चाहिँ यता आकाशे पुलको चाहिँ निर्माण चाहिँ भइरहेको छ तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ म हजुरलाई चाहिँ यतापट्टिको दृश्य चाहिँ देखाउने छु टक्क यतापट्टि चाहिँ यो आकाशे पुलको चाहिँ निर्माण तयारी चाहिँ भइरहेको छ अनि ठ्याक्कै यो चाहिँ चौरा है चौराको यता अपोजिट साइडदेखि लिएर अनि टक्क यतापट्टिसम्म आकाशे पुलको चाहिँ निर्माण भइरहेको छ म चाहिँ यता अहिले धनगढी लाइनमा छु स्वयं हजुरले देख्न सक्नुहुन्छ ओके गाइस म चाहिँ अहिले ठ्याक्कै यतापट्टि चाहिँ आकाशे पुलको लागि गाइस म चाहिँ अहिले यता शान्तिपुरबाट चाहिँ अब अत्तरे जाँदैछु शान्तिपुरपट्टि म चाहिँ सामान लिएर ल गाइस यहाँ चाहिँ यस्तो छ अवस्था एउटा गाडी आयो भने यता साइडमा चाहिँ रोकिनुपर्छ मैले चाहिँ ल गाइस म चाहिँ अब ठ्याक्क यता पुलमा चाहिँ जाँदैछु अहिले चाहिँ यो चाहिँ पुल रहेको छ ओके गाइस यो पुलको चाहिँ लास्ट एन्ड बाटो चाहिँ रहेको छ हजुरले स्वयं नै देख्न सक्नुहुन्छ गाइस म चाहिँ अहिले यता हाम्रो शान्ति पुल हैन हाम्रो यता शान्तिनगर अहिले हाम्रो यता गाउँतिर आएको थिएँ अनि यता यो पुलबाट चाहिँ म यता आइसकेको छु अब यता अत्तरियाको बाटो चाहिँ यता रहेको छ हजुरले स्वयं देख्न सक्नुहुन्छ अनि यतापट्टि चाहिँ यो पुल देख्न सक्नुहुन्छ गाइस अनि यतापट्टि चाहिँ मेरो अटो देख्न सक्नुहुन्छ अब म चाहिँ यताबाट गइरहेको छु घरतिर आइसकेको छु आजको दिन पनि एकदमै राम्रो भएको छ म चाहिँ घरतिर आइसकेको छु अनि अटो चाहिँ मैले घरमा चाहिँ राखिसकेको छु अनि यतापट्टि मेरो छोरी अनि छोरा हुनुहुन्छ म चाहिँ बजारबाट चाहिँ आइसकेको छु आज चाहिँ चाँडो म चाहिँ आइसकेको छु गाइस यो चाहिँ यतापट्टि चाहिँ मेरो भान्सा कोठा रहेको छ हजुरले चाहिँ देख्न सक्नुहुन्छ यतापट्टि मन्दिर छ अनि यतापट्टि चाहिँ मेरो रुम रहेको छ गाइस टक्क हजुरले देख्न सक्नुहुन्छ है रुम चाहिँ यस्तो रहेको छ हेर्नुहोस् अनि यता साइडमा चाहिँ मैले ब्याग राखेको छु कोठा चाहिँ मेरो यस्तो रहेको छ हजुरले स्वयं नै देख्न सक्नुहुन्छ ओके फाइनली गाइस म चाहिँ घरमा चाहिँ आइसकेको छु ओके आजको भिडियो के कस्तो रह्यो भनेर कमेन्ट गर्न चाहिँ नबिर्सनु भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला ओके गाइस अब नेक्स्ट भ्लगमा मिल्छौँ ओके थ्याङ्क्स फर वाचिङ ओके गाइस बाई बाई